हेलो स्टुडेन्ट, यो हाम्रो सीएफएफ कम्प्युटर फन्डामेन्टल एप्लिकेसन च्याप्टर 1 को सेकेन्ड भिडियो हो। योभन्दा पहिलाको फर्स्ट भिडियोमा हामीले इन्ट्रोडक्सन अफ कम्प्युटर र द इनपुट प्रोसेस आउटपुट कन्सेप्ट र क्यारेक्टरिस्टिक्स अफ कम्प्युटर पढेको थियो र यस भिडियोमा हामी कम्प्युटर सिस्टम अनि एप्लिकेसन अफ कम्प्युटर सिस्टम टपिक पढ्नेछौँ र यसलाई टोटल डिटेलमा एक्सप्लेन गर्नेछु र हाम्रो विद्यार्थीले राम्रोसँग बुझोस् भनेर यस भिडियोलाई अहिले स्टार्ट गर्नेछु। लेट्स गो। हाम्रो फर्स्ट रहेछ कम्प्युटर सिस्टम। कम्प्युटर सिस्टम भन्नाले यो डिफ्रेन्ट पार्टहरू मिलेर बनेको एउटा सिस्टम हो जसले हामीसँग इनपुट लिन्छ र उसलाई प्रोसेस गर्ने काम गर्छ र हामीलाई ऊ प्रोसेस गरेको डाटालाई आउटपुट या रिजल्ट दिने काम गर्छ र यसमा धेरै हार्डवेयरहरू इन्क्लुडेड हुन्छ जस्तै सीपीयू, कीबोर्ड, माउस, मोनिटर र सफ्टवेयर पनि इन्क्लुडेड हुन्छ जस्तै प्रोग्राम, एपहरू। यस्तो सिस्टमहरू मिलेर कम्प्युटर सिस्टम बनेको हुन्छ र यसको 5 मेन कम्प्युटर सिस्टम छ जसबाट कम्प्युटर वर्क गर्छ, जसमध्ये इनपुटिङ हो, स्टोरिङ हो, प्रोसेसिङ हो, आउटपुटिङ हो, कन्ट्रोलिङ हो। इनपुटिङ भन्नाले के? इनपुटिङ भन्नाले हामीले दिने डाटा र कम्प्युटरले लिने इन्स्ट्रक्सन, यसको मतलब इनपुटिङ हुन्छ। र स्टोरिङ मतलब कम्प्युटरले गर्ने सेभिङ र हामीले इन्स्ट्रक्सन दिएपछि हामीले प्रोभाइड गर्ने फाइल्स नि स्टोरिङ हो। प्रोसेसिङ भन्नाले हामीले दिएको प्रोग्रामलाई आफ्नो म्याथमेटिकल र लोजिकल ओपरेसन युज गरेर हामीलाई करेक्ट डाटा प्रोभाइड गर्ने हो। र आउटपुटिङ भनेको हामीले दिएको डाटालाई इनपुटिङ, स्टोरिङ र प्रोसेसिङ गरेर हामीलाई रिटर्न गर्ने इन्फर्मेसन नि आउटपुटिङ हो। र कन्ट्रोलिङ भन्नाले यी सबै कुरालाई कन्ट्रोल गर्ने कन्ट्रोलिङ हो, जुन डाइरेक्टली हुन्छ। त्यसैगरी सेकेन्डमा हाम्रो एप्लिकेसन अफ कम्प्युटर रहेछ र एप्लिकेसन अफ कम्प्युटर भन्नाले कम्प्युटर हामीलाई थाहा नै होला कि कम्प्युटर सबै एरियामा युज हुन्छ जस्तै कि ब्याङ्किङ, एजुकेसन, हस्पिटल र इन्डस्ट्री र यही सबैलाई मिलाएर यहाँ तल लेखिएको छ कि कहाँ कहाँ कम्प्युटर युज हुने गर्छ। त यसमा एक्सप्लेन गरेको छु। ब्याङ्किङ एन्ड फाइनेन्सिङ कम्पनीमा युज हुन्छ। के को लागि युज हुन्छ? कम्प्युटर ब्याङ्किङमा मेनली एकाउन्ट म्यानेजमेन्टको लागि युज हुने गर्छ। त्यस्तै गरी एजुकेसनमा कम्प्युटरले रिडिङ एन्ड लर्निङमा हेल्प गर्ने गर्छ। इन्डस्ट्रीमा म्यानेजिङ प्रोडक्सनको लागि युज गर्ने गर्छ र रिसर्चमा पर्फर्मिङ कम्प्लेक्स क्याल्कुलेसनको लागि युज गर्ने गर्छ। हस्पिटलमा पेसेन्टको रिकर्ड राख्नको लागि र ट्रिटमेन्टमा हेल्प गर्नको लागि युज गर्ने गर्छ। र डाटा प्रोसेसिङमा एनालाइज गर्नको लागि, लार्ज एमाउन्ट अफ डाटालाई एनालाइज गर्नको लागि। र साइन्स एन्ड इन्जिनियरिङमा डिजाइन एन्ड सिमुलेसनको लागि युज गर्ने गर्छ। र अफिसमा एकाउन्ट होल्डिङको लागि युज गर्ने गर्छ। र आजको भिडियो यति नै। यदि तपाईँलाई राम्रो लाग्यो भने सब्सक्राइब गरिदिनु होला। धन्यवाद।